वाउ निकालिसकेछ म एकछिन उता गएको त हेर त ओ माई गॉड अब चाहिँ हामी मौरीको चाखा काट्न जान आँटेको यहाँ प्रिपरेसन हुँदैछ है हाम्रो भान्जो केटाले चाहिँ अब मौरी काट्न आँटेको छ अरे वाह हेभी हो नोमको चाहिँ टप हो नि यहाँ फेरि अब हो अब अगाडि अब हेर्दै जानुहोस् हाम्रो भान्जोको काम चाहिँ अब कस्तो छ भन्ने कुरा चाहिँ यहाँ चाहिँ छ हाम्रो मौरी हो यहाँ मैले डेक्ची पनि ल्याइसकेँ मौरीको चाखा हाल्नुको लागि अब यो सुँगेपछि चाहिँ मौरी बिहोस हुन्छ अरे हो अन्त चाहिँ बिहोस भएको फाइदा उठाउँछ हाम्रो यहाँ प्रयास दादाले यतापट्टि चाहिँ काट्नुपर्छ हामीले हो सुनिहाल्नु भयो ल कतापट्टिबाट काट्नुपर्छ हो सुन्नेर चाल पाइदिन्छ यो चाहिँ हल्का हावा खानुको लागि निकाल्दै गऱ्यो हो तल काट्दा त तपाईँहरूले पनि मौरी पालन गर्नुभएको छ र काट्नुमा असुविधा हुँदैछ भने चाहिँ हाम्रो प्रयास दादालाई कन्ट्याक्ट गरिहाल्नु होला प्रयास राई फ्रम नौम बस्ती पोखरेबुङ जिपी गोरुबथान ब्लक कालिम्पोङ डिस्ट्रिक्ट स्टेट वेस्ट बेङ्गल इन्डिया चिन्छ अरे मेरो मामाले हल्लाएर त्यो टाढोमा बस्दा पनि चिल्छ टालेको हुन्छ हो गोबर चाहिँ निकाल्नुपर्छ वाउ निकालिसकेछ म एकछिन उता गएको त हेर त ओ माई गॉड उता राख्दिउँ भने खुट्टीलाई म त अहिले टाढोदेखि फुङ्नु न तै त त्यहीँ छेउमै गएर फुक्छ आगो बलि त हाल्छ त ए आगो चाहिँ बल्नु हुँदैन खालि धुवा है धुवै त मात्रै हो यस्तो काम ओके यसो रोड चाहिँ 19 वटा जस्तो भए त आउँथ्यो होला दामी हुन्थ्यो नि अब चाखा बिसाएर बोकेर आउँछ पापीहरू भन्दै होला त्यो के हुन्छ अब जातले पापी त्यस्तै अब यता धुवा उड्दा उडेर आउँछ है त्यहाँनिर टोपीमा छिट्काले भेट्यो पनि सकिन्छ नि टोपी चाहिँ फेरि खै यसो बनाउने कुराहरू एक डन्ठ दिँदा एउटा मौरी बाहिर निकाल्यो भने चाहिँ साह्रै हुन्छ कि छलबिस्टा तर भित्रभित्रै जति निस्किने ल म त म पो चाप्दै रहेछु त हौ कसरी दल्यो मेरो थुतुनामा चाहिँ म अलिक उता राख्नु बोल्दिनँ म यसलाई हटाइदिन्छु आइरहेछ है दुईजना भएर मामा भान्जिया काट्दैछ मनी टिपी होला खै छोड्नु त टिपे छोड्छ अब पानी लगाएर रहेछ नि त गरौँ रहेछ सकिसक्यो फाइनली ल परको के हो त्यो होइन बच्चा हो हजुर हौ त्यो लिपिसक्यो अब है लिप्ने क्रम पनि सकिसकेको छ त बच्चा त नगर है यसो गरेर देखाउ न दाँत पो दुख्यो है गयो मौरी पनि एक दुईवटा
लु देखाइदिनु हनी बी देखाइदिनु खोइ टेस्टी त्यो चाहिँ भएन क्या हौ अब चाहिँ मौरी काट्ने प्रोसेस यस प्रकारले रस छान्दैछ यहाँ चाहिँ मौरीको रस यस प्रकारले निचोर्दै यहाँ राख्दैछ नलगाइ बोलु बोलु पापालाई नहल्लाउनुहोस् सिम गर्नु त पछि पछि नै आउँछ त अन्त ओहो ए लु भगवान ल हेर हुन्छ नि त्यसो ढेला राखेको ढेला लु बस 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 यो यस्तो पुस्नुपर्छ हौ यो